एटिएम नै चारेर लग्नुपर्छ क्या हो गाह्रो पर्यो यार यो व्हाट्सअप गाइज वेलकम टु आवर न्यू ब्लग अनि हजुरहरूलाई थाहा नै छ मैले हिजो नै भनिसकेँ आज चाहिँ हाम्रो सुबोध साथीको बर्थडे ह्याप्पीवाला बर्थडे अनि ल सबैले चट्ट ह्याप्पी बर्थडे भनिदिनुला होइन अनि सुबोध साथीलाई अनि त्यसपछि त्यही हो आज चाहिँ हामी सुबोध साथीको बर्थडेमा यसो मन्दिर जाँदैछौँ सो अनि त्यही हो के भन्ने हो र अरू चाहिँ अब के भन्ने मन्दिरमै भेट मन्दिरमै अब जति पनि भेट्न सकिन्छ भएन नि त छिटै नै भेटौँला फेरि त्यही हो ल है एभ्रिवान हामी चाहिँ आइसक्यौँ मन्दिर कहाँ आइसक्यौँ हामी मन्दिर अनि त्यसपछि हेर्नु मन्दिर अब चाहिँ हामी एकछिनमा जाने हो होइन गिफ्ट के दिने होला कसै कसैलाई गिफ्ट भनेको धेरै केही पर्दैन त्यही एउटा आइफोन 16 प्रो म्याक्ससम्म नयाँ भइहाल्छ त्यो नि भइहाल्छ केही छैन ठिकै छ कतिखेर जाने किडनी बेच्न किडनी बेच्न अहिले निस्किहाल्छ मन्दिर किन जानु परेर यहीँबाट दर्शन गरौँ ल यस्तो सोच राख्छ कि यस्तो गाइज हामी चाहिँ आइसक्यौँ है मन्दिरमा छिरिसक्यौँ मन्दिरको गेटमै छौँ भनौँ अति छ हौ क्राउड त अति छ त्यति लास्टै छ आज भित्र इन्ट्री हुँदैन हामी बाहिरबाटै यसो दर्शन गर्ने दर्शन गर्ने अनि त्यसपछि निक्लिने हुन्छ हाम्रो अनि एकछिन अब हामी यता फोटो सेसन स्टार्ट हुन्छ है र एभ्रिवान हाम्रो चाहिँ फोटो सेसन सबै भ्याइएर टिका सिका लाएर यसो अब हामी चाहिँ भित्रै छिर्दैकै अच्छा अनि त्यसपछि चाहिँ हाम्रो टिका सिका लाएर अनि हामी चाहिँ यसो बाहिर निस्किसकेको छौँ के छ बर्थडे बोयको हालचाल एकदम ठिक छ अब हामी चाहिँ घर जाने खानसाना खाने फेरि क्लास जानु छ नर्मल गाइज हामी चाहिँ निक्लिसक्यौँ बाहिर बर्थडे बोय जुत्ता सुत्ता लाउँदैछ हामी चाहिँ जुत्ता चप्पल पनि ल्याइसक्यौँ है जू पनि भेट्छ बाबु केही दिनु पऱ्यो बाबु केही दिनु पऱ्यो हाम्रो हालत त्यस्तै हामी पनि त्यही हो भन्नु छैन त्यस्तै माग्दो छ म त भनिदिएको हामी पनि एउटै खाले हो हजुर एभ्रिवान हामी चाहिँ आइसक्यौँ बानेश्वर अब चाहिँ हामी यहाँदेखि 5 मिनटदेखि 6-7 मिनटभित्र हामी पुग्छौँ होइन ओहो हामीले त जाँदै के देख्यो भन्दा आज पनि मानश्रीहरू चाहिँ यहाँ घुसिन्छ होइन किन हो भन्ने कुरा चाहिँ एक्ज्याक्टली थाहा छैन आज मेरो बर्थडे त्यही भएर यहाँ चाहिँ भिडभाड हुनसक्छ भनेर चाहिँ उहाँलाई मैले गार्ड बोलाएको हो क्या कस्तो स्वागत है हजुर कस्तो स्वागत अहिले हेरेर जानु दुईजना मेरो साइडमा आएर नि हुन सक्नुहुन्छ मैले नाइ भनिसकेँ बाटो होइन पर्दैन है आउन होइन हामी गइहाल्छौँ मागै हो सबै पावर है राम्रो बस्नु यस्तो छ एभ्रिवान हामी चाहिँ अब कलेजतिर लाग्दैछौँ है अनि त्यसपछि आज चाहिँ अब कलेज गर्न आएपछि अब कलेज गएर आएपछि चाहिँ बाहिर निस्किने हो बाहिर निस्किने होइन अनि त्यसपछि सपिङलाई कपडा सपडा त गफै हो कपडा होइन सामान ए त्यस्तो भइहाल्छ त्यही हो हामी चाहिँ अब कलेज जाँदैछौँ आज हामी हजुरहरूलाई हाम्रो कलेज देखाउँछौँ कलेज त के भन्नु लाइक त्यो एउटा त्यो लिभरपुल भन्ने कलेजमा हो क्या त्यो हाम्रो भेन्यू त्यसपछि त्यही हो हामी पढ्ने कलेज नै भनौँ न त्यही हो अब गयौँ हामी त्यही कलेजतिरै भेटौँला हामीले चाहिँ तपाईँहरूलाई कलेज देखाउनु बिर्सेर माथि गएछौँ हामी फेरि फर्केर तल आइसक्यौँ यही नै हो हाम्रो कलेज होइन यहाँबाट इन्ट्रान्स यसरी भित्र जाने हो त्यसपछि यहाँ चाहिँ भेटिनुहुन्छ हाम्रो अङ्कल हाई भनिदिनु अनि त्यसपछि यस्तो छ होइन अर्को भन्नु छ हामी चाहिँ यहाँबाट भित्र जान्छौँ यहाँदेखि भित्र जाने बेलामा चाहिँ बिहानसी यहाँ यस्तो ऐना पनि छ भाइ 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 क्लासमा
गाइज हामी फेरि ब्याक भइसकेको छौँ हाम्रो चाहिँ क्लास पनि भ्याइसकेको छ अहिले कति बजे अहिले चाहिँ अलमोस्ट 250 भइसक्यो अनि त्यसपछि 48 क्लास भइसक्यो अब चाहिँ हामी घर पुगेर यसो सुसी बाहिर निस्किनु छ हेलो गाइस हामी चाहिँ अब घरबाट बाहिर निस्किसक्यौँ हामी भाटपेटिङ जाँदैछौँ मम्मी हुनुहुन्छ यता शिशिर अनि म अब बर्थडेको लागि यसो अलिकति सामान पनि किन्नु थियो बर्थडे स्पेसल पनि हुनुभयो अनि हामी चाहिँ कहाँ जान्छौँ भाटपेटिङ हामी चाहिँ अब उता रोड क्रस गर्ने ठाउँमा आइसक्यौँ होइन अब मम्मी पनि हुनुहुन्छ मम्मी झ्याउ त लाग्छ छैन हस्बेन्ड ढिलो हिँड्नुहुन्छ नि त अलिक छिटो हिँड्न सिक्नु पऱ्यो कि भएन यस्तो त तिमीलाई कस्तो लागिरहेको छ शिशिर आज मेरो बर्थडे ठिक छ गाइस हामी चाहिँ भाटपेटिङ आइसक्यौँ होइन एभ्रिवान हामी चाहिँ अहिले भाटपेटिङ छौँ त्यसपछि हामी चाहिँ कप हेर्न आएको यो मन पऱ्यो क्या युनिक छ नि त अलिक कलर सो के गर्ने ठिक छ यही लगाउनु न त है यही लगाउँ त्यो लगाउनु राम्रो छ त्यो पनि राम्रो छ सबै जुन हेऱ्यो त्यही राम्रो लाग्छ हामीले यो फाइनल गरिसकेको छौँ अरू के लाग्नु लौ राम्रो छ समाचार त्यही हो गाइज अब सामान पनि हेर्ने दामी छ अरू के हेर्ने नेल कटर त माथि होला उता पनि पाइन्छ यो त यो त्यही हो लगाउन हामी चाहिँ अब सेकेन्ड फ्लोरमा जाँदैछौँ ए कपडाहरू गाइज हामी चाहिँ अब निस्किसक्यौँ त्यहाँदेखि हाम्रो त भिडियो नै बनाउनु दिएन भिडियो बनाउनु मिल्दैन भन्थ्यो अनि त्यसपछि हेरेको पनि आइरहेको थियो देखिनु त्यो अब चाहिँ हामी मोइस्चराइजर किन्न जाने सामान किनिसक्यौँ हामीले अब बोकिरहेको छ पर्फिमहरू हेर्नु न हामी चाहिँ निस्किसक्यौँ है भाटपेटिङ अलिकति बाटो क्रस गरेर अनि हामी जान्छौँ घरतिर सबै सामान किनिसक्यो हामीले चाहिने एभ्रिवान हामी चाहिँ अब यहाँदेखि एटिएममा जानु लाग्यो होइन एटिएममा जानु लागेको एटिएममा जानु लाग्यो होइन एटिएममा कहाँ जानु एटिएममा जानु लाग्यो न एटिएम भएको ठाउँमा गएर पैसा निकाल्नु जानु लाग्यो कुरा एउटै हो एटिएममा जानु लाग्यो भनेपछि एटिएममा बसेर हिँड्नु लाग्यो टाइपको हुन्थ्यो क्या त्यो हो अनि नाइट लाइफ अफ बानेश्वर न्यू बानेश्वर भन्ने नि त हुन्छ हामी आइसक्यौँ एटिएममा ठ्याक्क 5 लाख रुपियाँ चाहिँ
Your recipe is being processed. Wait. जस्तै त झ्याप्प भइहाल्छ त एटिएममै उचारेर लग्नुपर्छ क्या हो चापी छ यार मसँग आएको यस्तो सोच हेर्न फेरि भनेर क्या के हो हुँदैन क्या जानै पाइँदैन अरूमा कल गरौँ त के भयो भन्दाखेरि होइन कार्ड चाहिँ यसले चाहिँ यहाँ बाहिर नै हालिदिएको रहेछ नोटिस नै गरेको थिएन मैले अनि अघि भित्र हालेपछि बल्ल आयो ब्रो छाड त इन्टर गर फास्ट क्यास गर 5 लाख मर्रे फेरि यो त एटिएम नै बिग्रेको परेछ भने त जाउँ है जाउँ अर्कोमा जाउँ यहाँ त हुँदैन हामी अर्कोमा जान्छौँ गाडी जानु चाहिँ आइसक्यौँ अर्को एटिएममा अब दिन्छ कि नै यसले मान्छे इन्भ्यालिड माफ गरिदिनुहोस् तपाईँले राख्नुभएको पिन मिलेन के गरायो पिन त त्यही हो छाड त पिन वे रिट्रेस यता सुन्न देखिरह्यो यार सेम जस्तो देखिन्छ भने फेरि अर्कोमा जानुपर्ने भयो नि के भएको यार है एटिएम नै बिग्रेको हो कि त्यो के भएको भने के बुझ्नै सकिन्न के भएको फेरि हामी अर्कोतिर जानुपर्ने हुन्छ अर्कोमा यही फेरि हामी मान्छ कि नै यहाँ त मान्छ यहाँ चाहिँ इङ्ग्लिस 5 लाख Wait a moment. Your transaction is being processed. Unable to complete the transaction. What the hell? Wait. कार्ड नै दिँदैन त यस्तो भने फोनमा ब्यालेन्स एकछिन फोन गर्छु ओ गाह्रो पर्यो यार कार्ड नै दिन मान्दैन यार हाम्रो हामी यहाँ बसीसम्म अरू के भने ओए त्यही न यार ओए यहाँ छ सिसिटिभी होइन अब के गर्ने त भने बर्बादै पऱ्यो नि ओहो खासैले राख्दैछ किन कार्ड के थाहा Your card is captured. Please contact your branch. डुबियो अब यतै बन्द गरौँ है अब गाइस कार्ड नै दिएन होइन अब हामी चाहिँ निक्लिसक्यौँ त्यहाँदेखि अब नदिएपछि के बस्नु भनेर अब के गर्नु त्यो ब्याङ्कलाई नै कल गर्नुपर्छ के हो खै थाहा छैन घर जान्छ हामी बर्थडे बोय यहाँ छ अब चाहिँ हाम्रो यहाँ बर्थडे सेलिब्रेसन हुँदैछ Happy birthday to you, Subodh. Happy birthday to you, Subodh. Happy birthday to you. नाम निकालेस् भन् गाइज आजको भ्लग चाहिँ हामी यति गर्न जाँदैछौँ है अनि त्यसपछि अनि आज अब सुबोधको बर्थडे पनि भइयो लाइक तल लगाएर कुट्ने हो अनि त्यसपछि भइयो होइन हामी अब रुममा जाँदैछौँ अनि आज भ्लग यति गर्न जाँदैछौँ सो भ्लग के कस्तो लाग्यो भनिदिनुलाई है होइन त्यस्तै आज पनि यस्तै छ अनि त्यसपछि के कस्तो छ भ्लग कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनु होला हाम्रो भ्लग होइन त्यसपछि त्यही हो अलिअलि हावा भ्लगै हो अनि इन्जोय गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब फलो सब गरिदिनु होला पैसै लाग्दैन कि फ्रीमा हो अनि त्यसपछि के भन्नु छ शुभ साथ तिमीलाई के पनि भन्नु छैन
धेरै धेरै माया ल ल बाई बाई ल बाई गाइज थ्याङ्क्स सो मच फर वाचिङ दिस भ्लग